युजफुल जापानिज अपडेट हेरेर बस्नुहुने सम्पूर्णलाई म दिपेश सुवेदी एउटा नयाँ भिडियोको साथ हजुरहरूमा उपस्थित भएको छु। आज मैले हजुरहरूको लागि एसएसडब्ल्यू वर्किङ भिजा स्पेसिफाइड स्किल भिजाको लागि इन्टरभ्यूमा सोधिने प्रश्नहरू, जस्तै कम्पनीको इन्टरभ्यू भएको बेलामा सोधिने प्रश्न र त्यसको उत्तरहरू कसरी दिन सकिन्छ र केही महत्त्वपूर्ण टिप्सहरू लिएर हजुरहरू सामु उपस्थित भइसकेको छु। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न र भिडियो कस्तो छ भनेर प्रतिक्रिया दिन र राम्रो लागेमा लाइक गर्न नभुल्नुहोला भन्दै आजको विषयवस्तुतर्फ लाग्न चाहन्छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै आजको विषयवस्तुतिर लाग्दछु र भिडियोलाई सुरु गर्न चाहन्छु। इन्टरभ्यू दिनु अघि निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुनेछ, जस्तो कि फर्स्ट नम्बरमा कपाल दारी जुङ्गा राम्रोसँग काटेको हुनुपर्छ केटाहरूको हकमा। यदि केटीको हकमा हो भने काँधभन्दा लामो कपाल भएमा नेटले बाँध्नु पर्दछ। ड्रेसको हकमा कालो कोट वा सेतो सर्ट सबैभन्दा उपयुक्त हुन्छ। कालो टाई चाहिँ लगाउन पाइँदैन, नलगाउनु होला। मेकअप सामान्य गर्नुहोला र मुन्द्रा टप र गरगहनाहरू चाहिँ नलगाउनु होला। अर्को एकदमै महत्त्वपूर्ण कुरा, इन्टरभ्यू लिने व्यक्तिलाई सेन्से भनेर सम्बोधन नगर्ने। सेन्से भन्ने वर्ड चाहिँ इन्टरभ्यू लिने व्यक्तिलाई नभन्ने। जिगो शोखाइ ओनेगाइशिमास, जिबुन नो शोखायो शिते खुदासाई। आफ्नो परिचय दिनुहोस् अथवा आफ्नो परिचय भन्नुहोस्। हाजिमे मासिते वाताकुशी वा सुवेदी दिपेसु तोमोशिमास। कोतोशी कारा निजुगो साइदे दोकुशिन देस शुशिन वा काबुरे पारान्शोकु देस। गेन्जाई वा नेपारू नो शिउतो कातोमान्जुतो युतो कोरोनी सुन्दे ओरिमास। दाइगाकु ओ सोत्सुग्यो शिमाशिता। गेन्जाई वा एनुसा ओ बेंक्यो शिते ओरिमास। खाजुकु वा सानिन देस र्योशिन्तो वाताशी देस। शिउमी वा इरोइरो ना तोकोरो ए र्योको सुरुकोतो देस। तोकुनी यामागा सुकी देस। होन्जित्सु दोजो योरोशिको ओनेगाइताशिमास। यसको साथसाथै अब हजुरहरूले आफ्नो मोडल इन्ट्रोडक्सन कसरी दिन सकिन्छ, आफ्नो सेल्फ इन्ट्रोडक्सन कसरी दिन सकिन्छ भनेर मैले यहाँ एउटा मोडल दिएको छु। यो मोडलको ग्यापहरू कस्तो कस्तो छ, ग्यापहरूमा चाहिँ तपाईँहरूले आफ्नो डिटेल्स फिल गर्नुपर्ने हुनेछ। त्यो फिल गरेर चाहिँ आफ्नो जिको शोखाइ पुरा गर्न सक्नुहुनेछ। र अहिले अब मोडलतिर लागौँ। जिको शोखाइ सेल्फ इन्ट्रोडक्सन। अब सुरुमा हामीले यसमा भन्नुपर्ने हुन्छ हाजिमे मासिते वाताकुशी वा, त्यसपछि तपाईँले आफ्नो लास्ट नेम र फर्स्ट नेम राख्नुपर्ने हुन्छ तोमोशिमास। त्यस पछाडि कोतोशी कारा, त्यसमा एज राख्नुपर्ने हुन्छ। साइदे दोकुशिन देश अथवा केकोन्सितेमास। यदि अविवाहित हुनुहुन्छ भने दोकुशिन देश गर्नुहोस्, यदि विवाहित हुनुहुन्छ भने केकोन्सितेमास गर्नुहोस्। त्यस पछाडि शिवशिनवा भनेको पर्मानेन्ट एड्रेस, तपाईँ कहाँ बस्नुहुन्छ त्यो पर्मानेन्ट एड्रेस त्यहाँ राखिदिनु होला। गेन्जाइवा भनेको हाल बस्ने एड्रेस चाहिँ कहाँ हो, करेन्ट एड्रेस राखिदिनु होला। तो यु तोकोरोनी सुन्दे ओरिमास भन्ने ठाउँमा बस्छु भन्ने भयो। त्यस्तै लास्ट एकाडेमिक लेभल तपाईँहरूले यहाँ भन्नुपर्ने हुनेछ ओ सोचुग्यो शिमासिता। त्यस पछाडि गेन्जाइवा अहिले चाहिँ कुन लेभलमा पढ्दै हुनुहुन्छ, जापानिज भाषाको कुन चाहिँ लेभल पढ्दै हुनुहुन्छ, जस्तो कि N4 छ भने एनु योन, यदि N3 छ भने एनु सा, यदि N2 छ भने एनु नि। अब त्यसरी N1 छ भने एनु इची गरेर चाहिँ भन्न सकिन्छ ओ बेंक्यो शिते ओरिमासमा चाहिँ अहिले अध्ययन गरिरहेको छु भन्न सकियो। त्यस्तै साङ्खागेचु खाइगोनो ट्रेनिङगु सीताकोतो गाडीमास भनेको छ। यदि तपाईँले खाइगोको गर्नुभएको छ भने खाइगो, अथवा कुनै ट्रेनिङ गर्नुभएको छ अथवा एक्सपिरियन्स छ भने चाहिँ यहाँ भन्न सकिन्छ। जस्तो कि केकेम वा इचिनेङ खाइगोनो खाइस्यादे हातारा इत्ताकोतो गाडीमास भनेको चाहिँ एक्सपिरियन्स चाहिँ 1 वर्ष
खाइगोको कम्पनीमा काम गरेको छ भन्ने भयो। त्यस्तै अर्को छ स्युमी वा। अब स्युमी चाहिँ के हो देश भन्ने तोकुनी। अब स्पेसली के छ भने त्यसलाई चाहिँ तोकुनी देश स्पेसली यो छ भन्न सकियो। अन्तिममा होन्जिचु दोउजो योर्सिकु ओनेगा इतासिमास भनेर भन्नुपर्ने हुन्छ। यति भन्दाखेरि चाहिँ हजुरहरूको सेल्फ इन्ट्रोडक्सन पुरा हुन्छ। यसमा चाहिँ भरेर हजुरहरूले राम्रोसँग आफ्नो सेल्फ इन्ट्रोडक्सन तयार पार्नुहोला। आनातानो उमारेता तोकोरो वा दोन्ना तोकोरो देशका। तपाईँ जन्मनु भएको ठाउँ चाहिँ कस्तो ठाउँ हो भनेर सोधेको प्रश्न छ। नेपारू न स्युतो कातोमान्जुकारा हिगासिनी आत्ते मिदोरीगा ओ गुत्ते ओतेरागा ओ गुत्ते किरेइना तोकोरो देश इरो इरोना खावा ओतेरा ताकिगा आत्ते चिसाए तोकोरो देश कोकुनी सुन्दै इरु दाइताइना हितोबितो नो ओसिगोतो वा नोग्यो देश भनेर भनेको छ। अब अन्तिममा आफ्नो प्रश्न सकिसकेपछि चाहिँ इज्यो देश भनेर भन्न सकिन्छ। सकियो भनेर भनेको है त। अर्को प्रश्नमा रहेको छ आनातानो कुनी वा दोन्ना कुनी देशका। तपाईँको देश कस्तो देश हो। नेपारू वा दोन्ना कुनी देशका। नेपाल कस्तो देश हो। नेपारू निचु इत्ते ओसिएते खुदासाय नेपालको बारेमा भन्नुहोस् भनेर भनिएको छ। यसको उत्तरमा रहेको छ इन्दोतो च्युगोकुनो आइदानी आत्ते चिसाई कुनी देश सेखाइनो इचिबान ताकायामा एबेरेसुतोगा आत्ते मिदोरीगा ओ कुत्ते किरेइना कुनी देश इरो इरोना ओ कि खावागा आत्ते ताकिगा आत्ते मिजुउमिगा आत्ते ओतेरागा आत्ते शिजुकाना कुनी देश इरो इरोना सेखाई सामो आरिमास बुक्योनो खामिसामा गौतामु बुद्धा नो उमारेता तोकोरो मो आरिमास कोकोनी इरो इरोना हितोबितोगा सुन्दे इते दाइताइना हितोबितो नो ओशिगोतो वा नोग्यो देश नोग्यो दे इरो इरोना यासाई या खुदामोनो या कोमे नादो चुकुत्ते मास नेपारू वा सेखाई दे निबान मेहिनी मिजुगा ओई आरु कुनी देश इजो देश। अब यसमा चाहिँ नेपाल चाहिँ इन्डिया र चाइनाको बिचमा रहेको र विभिन्न खोला नाला पहाडहरू हिमालहरू चाहिँ धेरै भएको संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको अनि बुद्धको जन्मभूमि साथै अब विभिन्न मान्छेहरू बस्ने र विभिन्न मान्छेहरूको काम चाहिँ नोग्यो भनेको कृषक हो कृषि हो र त्यस्तै अब नेपालमा चाहिँ संसारको सबैभन्दा बढी पानी भएको दोस्रो जल स्रोतमा धनी भएको देश हो भनेर भनिएको छ। यो कुराहरूलाई चाहिँ राम्ररी प्रष्ट रूपमा भन्नुहोला भन्न चाहन्छु। अर्को प्रश्न रहेको छ निहोन निप्पोन वा दोन्ना कुनी देशका। जापान कस्तो देश हो। निहोन निप्पोन निचुई तेओसिएते खुदासाई जापानको बारेमा भन्नुहोस्। निहोन वा सेखाइनो इचिबान आन्जेन्ना कुनी देश सेखाइनो इचिबान हायाई हासिरो शिनखानसेनगा हात्ते कोउजुगा बेनरिदे इचिबान चुयोई कुरुमाओ चुकुरु खाइशागा आरिमास इरो इरोना देनकी सेहिन ओ चुकुरु खाइशामो आरिमास फुरुई ओतेरा तोका जिन्ज्या तोका किरेइना उमिमो आरिमास निहोन्जी वा यासा सी से रेगी दासी देश निहोन्जिंगा चुची खात्ते किता र्योरी ओसुशिगा सेखाई च्युदे सिरारेते मास तेन्तो तेकिना फुकु किमोनोगा निहोन्जिंगा ताइसेचुनी किरारेते इमास निहोन वा हात्तेन चिताकुनी देश इजो देश। अब यसमा चाहिँ नेपालीबाट भन्नुपर्दाखेरि जापान चाहिँ संसारको सबैभन्दा एकदमै सेफ कन्ट्री हो र सबैभन्दा छिटो दौडने रेल बुलेट ट्रेन चाहिँ जापानमा छ। अनि त्यस्तै जापान चाहिँ एकदमै यातायातमा भरिपूर्ण अथवा सुविधाजनक भएको देश हो र विभिन्न बलियो कम्पनीहरू जस्तो कि कारको कम्पनी बलियो कार बनाउने कम्पनीहरू चाहिँ यहाँ छ र इलेक्ट्रोनिक प्रोडक्टहरू पनि धेरै बनाउने कम्पनीहरू यसमा छ र पुरानो मन्दिरहरू सिन्तो सेरिनहरू र राम्रो समुद्र पनि रहेको छ र सफा समुद्र रहेको छ। त्यस्तै जापानिज नागरिकहरू चाहिँ एकदमै दयालु मनको सफा भएको मान्छेहरू हुन्छन्
भनेर भन्न खोजिएको छ। त्यस्तै जापानिजहरूले चाहिँ एकदमै महत्त्वपूर्णसँग लगाउने किमोनोहरू पनि महत्त्वपूर्णसँग लगाउँछन् र जापानमा पाइने खाना ओसुसीहरू चाहिँ एकदमै संसारभरि फैलिएको, संसारले चिनेको छ। अनि त्यस्तै अर्को भनेको चाहिँ जापान चाहिँ डेभलप कन्ट्री हो भनेर यसमा भनिएको छ। अब यसलाई तपाईँहरूले राम्ररी मिलाएर भन्न सक्नुहुनेछ। त्यस्तै अर्को प्रश्नमा रहेको छ आनातानो तान्स्यो ओसिएते खुदासाई, आनातानो वारुई तोकोरो वा नान्देस्का, तपाईँको कमजोरीहरू के हो भनेर सोधिएको प्रश्न छ। अब यसको उत्तरतर्फ लागौँ। उत्तरमा छ नम्बर 1 मा तारे डेमो सिन्जिरु, सबैलाई विश्वास गर्ने, युजिन फुदान्ना तोकोरो, निर्णय गर्न नसक्ने, युजिन फुदान्ना तोकोरो, निर्णय गर्न नसक्नु, ओकोरी यासुई, ओकोरी यासुई, छिटो रिसाउने। अब यो तीनवटा मध्ये अब तपाईँलाई चाहिँ कुन भन्न सक्नुहुन्छ, अब त्यसको बारेमा चाहिँ थोरै व्याख्या गर्नुपर्ने हुन्छ है त। अब थोरै व्याख्या गरेर मैले यहाँ भनिदिएको छु, यसलाई ध्यान दिएर हेर्नुहोला। वातासी नो तान्स्यो वा दारे निमो सिन्जिरु तोकोरो देस, वातासी वा दारे निमो जिबुन तो ओनाजी योनी ओमोत्ते सिन्जिरारेरु नो दे कोमारु कोतो गारिमास, सोरेदे साइकिन कियो चुकेतेइमास। अर्को रहेको छ वातासी नो तान्स्यो वा नानिका खाउ तोकी तो नानिका सुरु तोकी योकु खानगाएते किमेरु कोतोगा देखिमासेन, सोरेदे कुमारु कोतोगा आरिमास भनेर भनिएको छ। अब यो फर्स्ट नम्बरमा भन्न खोजेको चाहिँ फर्स्ट नम्बरको चाहिँ मेरो कमजोरी चाहिँ म जसलाई पनि विश्वास गर्छु, आफू जस्तै सोच्छु र सबैलाई विश्वास गर्छु, त्यस कारणले चाहिँ प्रब्लम भएको पनि छ, प्रब्लमहरू भएको छ, त्यसैले चाहिँ आजकल चाहिँ म ध्यान दिइरहेको छु भनेर भनेको। त्यस्तै अर्कोमा 2 नम्बरमा भनेको छ म चाहिँ केही किन्ने बेलामा अथवा केही गर्ने बेलामा चाहिँ निर्णय लिन सक्दिनँ, त्यसले गर्दाखेरि चाहिँ प्रब्लमहरू भएको छ भनेर भनेको। अब यहाँ कमजोरीहरू सोद्धाखेरि चाहिँ विस्तृत रूपमा आफ्नो कमजोरीहरू गर्न नसक्ने कुराहरू नै भन्नुभन्दा पनि अब आफ्नो स्ट्रेन्थ जस्तो टाइपले भन्ने, तर पुरै कमजोरीहरूलाई चाहिँ नभन्ने है त, त्यो तरिकाले भन्नुपर्ने हुन्छ। फेरि पुरै कमजोरीहरू भन्दाखेरि चाहिँ नराम्रो हुनसक्छ, नराम्रो कमजोरीहरूलाई चाहिँ नभन्ने। चौशो वा नान्देस्का, इ तोकोरो वा नान्देस्का, तपाईको स्ट्रङ पोइन्ट अर्थात् बलियो अङ्क के हो, स्ट्रङ अब स्ट्रेन्थ चाहिँ के हो तपाईको भनेर यहाँ सोधिएको छ। यहाँ रहेको छ 1 नम्बरमा माजिमे, माजिमे, 2 नम्बरमा नान्देमो इस्युकेनमे सुरो, 3 नम्बरमा गामान्जुयोई, 4 नम्बरमा इचुमो ए गाओ, 5 नम्बरमा रेगी तादासी, 6 नम्बरमा मायो मुगी, 7 नम्बरमा आकिरामेनाई, 8 नम्बरमा सेकिने निन खानगाए आरो, सेकिनिन खानगाए आरो। अब यसलाई चाहिँ मैले व्याख्या गरेर एउटा चाहिँ व्याख्या गरेर यहाँनिर राखिदिएको छु। अब त्यसलाई चाहिँ तपाईहरूले स्ट्रेन्थको रूपमा भन्न सक्नुहुनेछ, अथवा यो बाहेकको अरू कुनै भन्न मन छ भने पनि त्यो भनेर त्यसलाई चाहिँ थोरै व्याख्या गरेर भनियो भने चाहिँ अझ राम्रो हुन्छ। वातासी नो चौशो वा नान्देमो इस्युकेनमेई देस, बेन्क्यो या शिगोतो दोचिरा देमो आकिरामेनाई दे इस्युकेनमेई गाम्बारु कोतो देस। यो चाहिँ हाम्रो स्ट्रेन्थको रूपमा, शक्तिको रूपमा, बलियो पोइन्टको रूपमा भन्ने हो। अब यसमा भन्न खोजेको छ मेरो स्ट्रङ पोइन्ट चाहिँ जे पनि एकदम मेहनतको साथ गर्ने हो, बेस्ट दिएर गर्ने हो, जस्तै कि अध्ययन, काम जे भए पनि आकिरामेनाइदे भनेको हरेस नखाइकन राम्रोसँग, इस्युकेनमे गाम्बारु कोतो देश मेहनतको साथ मेहनत गर्ने हो अथवा बेस्ट दिएर मेहनत गर्ने हो भनेर भनेको छ। अर्को प्रश्न रहेको छ 7 नम्बरमा शिबोदो कियो ओसिएते खुदासाई, शिबोदो कियो ओसिएते खुदासाई, दोशिते कोनो खाइशाओ एराबिमा शिताखा, दोशिते कोनो शिगोतो एराबिमा शिताखा,
जिको पिआर हो ओ सिएते खुदासाई। यो सबै प्रश्नहरूले भन्न खोजेको कुरा चाहिँ एउटै नै हो। त्यही भएर यहाँ 4वटा प्रश्नहरूलाई दिएको छु। जिको पिआर सिबौ दौकी दौसिते कोनो खाइस्याओ एराबिमा सिताका र दौसिते कोनो सिगोतो एराबिमा सिताका। यो प्रश्नहरूले भन्न खोजेको एउटै नै हो। यो कुरालाई चाहिँ तपाईँले आफ्नो जिको पिआर अथवा सिबौ दौकीद्वारा चाहिँ प्रश्न गर्नुपर्ने हुन्छ, किन चाहिँ तपाईँ यो काम गर्न चाहनुहुन्छ र तपाईँलाई यो कामको लागि किन लिने भन्ने कुरा चाहिँ यहाँनिर भन्नुपर्ने हुन्छ। र मैले यहाँनिर सिबौ दौकी जिको पिआर चाहिँ राखिदिएको छु। यसलाई राम्रोसँग हेर्नुहोला। यो चाहिँ खाइगो पास गर्नेहरूको लागि छ। खाइगो पास गर्ने मान्छेले चाहिँ यो तरिकाको जिको पिआर भन्नुभयो भने राम्रो हुन्छ। यहाँनिर मैले 3वटा सेक्टर खाइगो, फुड सर्भिस र एग्रिकल्चर 3वटाको छुट्टै छुट्टै जिको पिआर राखिदिएको छु। यसलाई राम्रोसँग याद गरेर भन्नु होला। सुरुमा खाइगोको सुरु गरौँ। वातासी वा आकारु हितो देश निहोन ए इकुतामे नि सुबेतेन सिकेन ओ गौखाक्से वातासी वा कुर्योशा नो कातागा सुकी नानो दे निहोन नि इत्ते हाइसे चुनो खाइगो तोखा न्यूयोर्क नो खाइगो तोखा शोकुजिनो खाइगो तोखा ओ निहोन खाइगो शिसेचु दे मानान्दे वाकारा नाइ कोतोगा आत्तारा सेम्पाई ताचिनी किकिनागारा ओन्शानो ओशिगोतो ओ गाम्बारिताई देस सोनोगो खाइगो शिसेचु नो मेन्क्यो ओ तोरिताई देस भनेर भनेको छ। अब यो जिको पिआरले भन्न खोजेको कुरा चाहिँ के हो भने म चाहिँ आकारु हितो देश भनेको चाहिँ म चाहिँ एकदमै उज्यालो व्यक्ति हो, मतलब लाइटफुल व्यक्ति हो भन्न खोजेको, एकदमै पोजिटिभ थिङ्किङ भएको व्यक्ति हो भन्न खोजेको है। अब यहाँनिर जापान जानको लागि चाहिँ जापानले तोकेको एक्जामहरू पास गरेको छु। साथसाथै मलाई चाहिँ कोरियोशा भनेको केयरटेकर लिने व्यक्ति चाहिँ मनपर्छ र जापान गएपछि हाइसेचुनो खाइगो अनि न्युयोर्कुनो खाइगो शोकुजिनो खाइगो। हाइसेचुनो खाइगो भनेको वासरुम गर्दाखेरि गरिने खाइगो, न्युयोर्कुनो खाइगो नुहाउँदा गरिने खाइगो, खाना खाने बेलामा गरिने खाइगो शोकुजिनो खाइगो आदि इत्यादि चाहिँ जापानमा कसरी खाइगो गरिन्छ त्यो कुराहरू सिकेर नबुझेको कुराहरू चाहिँ आफूभन्दा सिनियरलाई सोधेर तपाईँको कम्पनीको काम गर्न चाहन्छु र त्यस पछाडि चाहिँ लाइसेन्स पनि निकाल्न चाहन्छु भनेर चाहिँ यस जिको पिआरमा भनिएको छ। त्यस्तै अब नोग्यो गौ खाक हितोनो जिको पिआर भनेको छ। नोग्यो पास गर्ने व्यक्तिको जिको पिआर छ र यसलाई राम्रोसँग याद गर्नु होला, ध्यान दिनु होला। वातासी वा नान्देमो इस्युकेनमेई गाम्बारु हितो देश निहोन ए इकुतामे नि सुबेतेनो सिकेनो गौ खाकुसी वातासी वा कोदोमोनो तोकी नोग्यो नो शिगोतोगा सुकी देश खाजुकु नो शिगोतो मो नोग्यो नो दे केइकेन मो आरिमास निहोन ए इत्ते वाकारानाइ कोतोगा तारा सेम्पाई ताचिनी किकिनागारा होन्शानो शिगोतो ओ गाम्बारिताई देश सोनो आतो नोग्यो नो मेन्क्यो वो तोरिताई देश। अब यसले भन्न खोजेको कुरा चाहिँ म चाहिँ एकदमै मेहनत गरेर काम गर्ने व्यक्ति हो। जापान जानको लागि चाहिँ जापानले तोकिएको एक्जामहरू चाहिँ पास गरेर बसेको छु र मैले चाहिँ बच्चैदेखि नोग्यो चाहिँ काम गरेको र कामको चाहिँ अनुभव सुकी मनपर्ने भएको र परिवारको काम पनि खेती किसानी नै भएकोले यसको अनुभवहरू पनि भएको र यदि जापान गइसकेपछि केही कुराहरू नबुझेमा सिनियरहरूलाई सोचेर कम्पनीको काम चाहिँ राम्रोसँग मेहनत गरेर गर्न सक्छु र त्यस पछाडि नोग्योको लाइसेन्स पनि निकाल्न चाहन्छु भनेर भनेको छ। त्यस्तै यहाँ रहेको छ इन्सोकुतेन फुदो साबिसु ओ गौखाको हितोनो जिको पिआर। यो भनेको रेस्टुरेन्ट पास गरेको अथवा फुड सर्भिस पास गरेको व्यक्तिको लागि यो तरिकाको जिको पिआर भन्न सकिन्छ भनेर यहाँनिर दिएको छु मैले। अब यहाँनिर सुरुमा हामीले भन्नु पर्यो वातासी वा माजिमेना हितो देश निहोन ए इकुतामे नि सुबेतेनो सिकेन ओ गौखाक्सी इरो इरो नार्योरी ओ चुकुरु कोतोगा सुकी देश वातासी वा इन्दो र्योरी तोका
ताई रेउरी तोका च्युगोकु रेउरी ओ चुकुरु कोतोगा देখিमास निहोन शिसेचु दे मानान्दे वाखारानाई कोतोगा आत्तारा सेम्पाई ताची नि किकी नागारा होन स्यानो ओशिगोतो तो ओशिगोतो ओ गाम्बारी ताइदेस सोनो आतो इन्सोकु तेन्नो मेन्क्यो ओ तोरिताइदेस भनेर यहाँ भनिएको छ। यो भनेको म चाहिँ एउटा इमान्दार व्यक्ति हो र जापान जानको लागि जापान टोकियोको एक्जामहरू पास गरेर मलाई चाहिँ विभिन्न खानाहरू बनाउन आउँछ अथवा खाना बनाउन चाहिँ मनपर्छ। जस्तै मैले चाहिँ इन्डियन खाना, थाई खाना र चाइनिज खाना चाहिँ बनाउन सक्छु। अथवा यदि तपाईँहरूले बनाउन सक्नुहुन्छ भने यो तरिकाले पनि भन्न सक्यो। त्यस्तै जापानको अनुसार जापानमा कसरी गर्न सकिन्छ त्यो कुराहरू चाहिँ सिकेर नबुझेको कुराहरू सिनियरलाई सोधेर कम्पनीको काम चाहिँ गर्न चाहन्छु। कम्पनीको काम चाहिँ मेहनत साथ गर्न चाहन्छु र त्यस पछाडि रेस्टुरेन्टको अथवा फुड सर्भिसको लाइसेन्स पनि निकाल्न चाहन्छु, लिन चाहन्छु भनेर भनिएको छ यो जिकोपिआरमा चाहिँ। यसमा यदि हजुरहरूलाई थप्न मन लागेको कुरा छ भने थप्न पनि सक्नुहुनेछ र यति नै भन्न पनि सकिनेछ। त्यस्तै अर्को 8औं नम्बरको प्रश्न छ मोन्दाई हाची निहोन रेउरी दे सित्ते इरु रेउरी गा आरिमास का निहोन रेउरी दे सित्ते इरु रेउरी गा आरिमास का। तपाईलाई चाहिँ जापान रेउरी जापानिज खानाहरू मध्ये थाहा भएको खाना केही छ भनेर भनेको छ। निहोने इत्ते ताबेताई रेउरी गा आरिमास का जापान गएपछि खाना मन भएको कुनै खाना छ भनेर सोध्यो। अब यसको उत्तरमा मैले यहाँनिर दुई तरिकाको उत्तर दिएको छु, दुईवटा। हाई टेम्पुरा देश वातासी वा यासाई नो टेम्पुरा गा दाइसुकी देश वातासी वा आगेमोनो नो रेउरी गा सुकी देश कारा टेम्पुरा गा ताबेतेमिताई देश। अब यहाँनिर भनेको छ टेम्पुरा चाहिँ मलाई थाहा छ। मलाई चाहिँ यासाई नो टेम्पुरा भनेको तरकारी भेजिटेबलको टेम्पुरा चाहिँ मनपर्छ, एकदमै मनपर्छ। मलाई चाहिँ आगेमोनो नो रेउरी भनेको डिप फ्राई गरेको खानेकुरा चाहिँ मनपर्ने भएकोले टेम्पुरा चाहिँ खाएर हेर्न चाहन्छु भनेर भन्यो। त्यस्तै अर्को छ हाई ओ सुसी देश सुसी हो भनेर भन्यो। वातासी वा साकानागा सुकी देश कारा निहोन्नी किते सुसी हो ताबेते मिताई देश। मलाई चाहिँ माछा मनपर्छ, त्यसकारण जापान आएपछि सुसी चाहिँ खाएर हेर्न चाहन्छु भनेर यहाँ भनिएको छ। अब यदि हजुरहरूलाई योभन्दा पछाडिको अरू कुनै पनि खाना मनपर्छ भने त्यसलाई पनि भनेर हल्का व्याख्या गरिदिनु भयो भने किन मनपर्छ त, कुन रिजनले मनपर्छ भनेर भनिदिनु भयो भने अझ राम्रो हुन्छ। यसमा चाहिँ कुनै रेउरी थाहा छ, कुनै खाना थाहा छ भनेर सोद्धाखेरि यो थाहा छ यति मात्रै नभन्दा पनि किन मनपर्छ भनेर कुनै एउटा रिजन दिनुभयो भने अझ बेस्ट हुन्छ। मोन्दाई क्यू निहोन्नी किते इकिताई तोकोरो गा आरिमास का। जापान आएपछि जान चाहनु भएको ठाउँ छ भनेर सोध्यो। हाई फुजिसान नि इकिताई देश फुजिसानमा जान चाहन्छु। निहोन नो इचिबान ताकाई यामा देश कारा फुजिक्यू हाइरान्डो नि आसोबिताई देश। जापानको सबैभन्दा अग्लो हिमाल भएकोले फुजिक्यू हाइरान्डोमा चाहिँ खेल्न चाहन्छु, रमाइलो गर्न चाहन्छु भन्यो। त्यसै अर्को एउटा छ, यो दुईवटा मध्ये एउटा मात्रै भन्ने हो, दुईवटै भन्ने होइन। हाई ओकिनावा ए इत्तेमिताई देश ओकिनावातिर गएर हेर्न चाहन्छु। सिजेनका युकाता दे उमिमो किरेई दे ताबे मोनोमो ओइसी देश कारा इत्तेमिताई देश। अब यहाँनिर के भन्यो, म चाहिँ ओकिनावातिर गएर हेर्न चाहन्छु। प्रकृति पनि राम्रो, प्रकृति खोलाहरू समुद्र चाहिँ राम्रो र खानेकुरा पनि मिठो हुने भएकोले एकचोटि गएर हेर्न चाहन्छु भनेर भन्यो। यहाँनिर मोन्दाई ज्यूमा रहेको छ निहोन्नी किते सिताई कोतोगा आरिमास्का। जापान आएपछि गर्न मन भएको कुरा छ भनेर सोध्यो। अब यहाँनिर छ निहोन ए इत्ते इरो इरो ना तोकोरो ओ रेउको सिते एनुनी ओ गौ खाको सिते सोरे कारा निहोन बुङ्का ओ सिरिताई देश। जापान गएपछि विभिन्न ठाउँहरू घुम्न मन छ, घुमेर त्यसपछि एनुनी भनेको एन्टु पास गरेर त्यसपछि जापानको
कल्चरहरू संस्कृतिहरू चाहिँ थाहा पाउन मन छ भनेर भनिएको छ यसमा। शित्सुमोन ज्यू इची जिबुन नो तोकुइना कोतो वा नान्देस्का, तपाईँ जान्ने हुनुभएको अथवा तपाईँ सिपालु हुनुभएको कुरा चाहिँ के छ भनेर सोध्यो। इरो इरोना र्योरी ओ चुकुरु कोतो देश, वातासी वा इन्दो र्योरी तो च्युगोक्कु र्योरी तो नेपारो र्योरी म चुकुरु कोतोका देखिमास। विभिन्न खानाहरू बनाउँछु म चाहिँ इन्डियन खाना, चाइनिज खाना र नेपाली खाना पनि बनाउन सक्छु भने। त्यस्तै अर्को छ वातासी वा एइगो दे कोम्युनिकेसन सुरुकोतोगा तोकुई देश, वातासी वा नेपारुगो तो इन्दोगो तो सुकोसी निहोङ्गो मो हानासेमास, म चाहिँ अङ्ग्रेजी भाषाबाट कम्युनिकेसन गर्न बोल्नको लागि चाहिँ जान्नेछु। म चाहिँ नेपाली भाषा, इन्डियन भाषा र थोरै जापानिज भाषाबाट पनि बोल्न सक्छु भनेर भनिएको छ। अन्त्यमा रहेको छ ओत्सुखारे सामादेश होन्जित्सु ओजिखान इतादाइते आरिगातो गोजाइमास। ओत्सुखारे सामादेश तपाईँको मेहनतको लागि धन्यवाद र होन्जित्सु ओजिखान इतादाइते आरिगातो गोजाइमास भनेको तपाईँले समय दिनुभएकोमा धेरै धेरै धन्यवाद भनेर भनिएको हो।